हामीले चाहिँ अहिले 15वटा फ्लावर ऱ्यापिङ कसरी गर्ने भन्ने भिडियो बनाउन लागेको। त्यसको लागि चाहिँ तपाईँहरूलाई ओसिस फर्म चाहिन्छ, नत्र ओसिस फर्म नभए चाहिँ यो चाहिँ यसमा चाहिँ रिबन रोल भएर आएको हुन्छ कि त्यसकै रोल हो यो चाहिँ। अब हामीले चाहिँ यसमा गोप्दै जाने अनि 15वटा फुलहरू गोप्दै जाने अनि एउटा गोलो सर्कुलर राम्ररी बनाउँदै जाने है, सेप मिलाउँदै जाने, जाने भएन भने तलमाथि गर्दा हुन्छ। आफै अनुसार हेर्ने अनि पछि राम्ररी रोल बनाउँदै जाने। पज गरिदिनु यो बनाएको। यो चाहिँ हामीले यसरी बनाएर यस्तो भन्छ है 15वटा फुलको गोलो बनाउने। त्यसपछि चाहिँ यहाँ चाहिँ अलि स्टेबल गर्नको लागि चाहिँ तपाईँहरूले हट ग्लु गन यहाँ लगाउन सक्नुहुन्छ, नत्र चाहिँ यसले चाहिँ यो पानी टेप छ नि, पानी टेपले चाहिँ मजाले रोल गर्ने यसरी। यो चाहिँ अनि यसरी तपाईँको यो सर्कुलर भएपछि अनि यसलाई चाहिँ मजाले यो टेपले चाहिँ सेक्युर गरेर मजाले रोल गर्नुपर्छ है। हामीले यहाँ मजाले लगाएको छौँ, त्यसपछि मजाले सेक्युर गरेपछि यहाँ अलिअलि पनि मिलाउनुपर्छ, कहिले कहिले सेप बिग्रिन्छ, यसरी गोलो हुन्छ है। त्यसपछि चाहिँ ऱ्याप भयो। अब चाहिँ हामीले ऱ्याप गर्नुपर्छ, त्यही भएर चाहिँ एउटा सिङ्गल पेपर लिने, 3टा लिने है। यस्तो सिङ्गल फुल ऱ्यापर चाहिँ 3टा लिने अनि यो फुल भएको चाहिँ यसरी फोल्ड गरेर ठ्याक्कै यति गर्ने। यो र यसको चाहिँ डिस्टेन्स सेम हुनुपर्छ, कलर राम्रो सेपमा आउँछ। यो र यो सेम भयो। त्यसपछि यसरी सलक्ट गर्ने, त्यसपछि चाहिँ यहाँबाट यसरी बनाउने। यो भएपछि अनि फेरि अब टेप लगाइदिने। यहाँ चाहिँ अब हामीले टेप लगाउनु पऱ्यो। यहाँ एउटा टेप लगाऊँ, अब यहाँ पनि एउटा टेप लगाएपछि है यहाँ हामीले बनायो एउटा। त्यसरी नै सेम तरिकाले चाहिँ हामीले 3टा बनाएको छौँ है। एउटा 2टा 3टा बनाएको छौँ। अब हामीले यसरी राख्ने, यसरी राख्दा चाहिँ यस्तो हुनु पऱ्यो। अलिकति राख्ने माथि चाहिँ यसरी यस्तो गर्ने, यस्तो गर्ने। हामीले अब एउटा सिङ्गल लिने अनि यस्तो गर्ने। यसरी गर्दाखेरि यहाँ पनि तल छुनु पऱ्यो, जसले गर्दा चाहिँ हामीले सेक्युर मजाले हुन्छ। अगाडि पनि ओपर तल पनि लैजानु हुँदैन, यसरी अलिकति माथि नै लगेको राम्रो यो भयो। यहाँ सेक्युर गर्नु पर्यो। काट्ने मान्छे चाहिन्छ यहाँ यता आउँछ कति भयो यो भयो। यसले चाहिँ यस्तो गरेर मजाले नै टेप लाउनुपर्छ है, नत्र चाहिँ यो निस्केर आउँछ। अब चाहिँ नेक्स्ट हाल्ने बेलामा चाहिँ यसरी यो र यो पनि सेम होस्, यसरी राम्रो देखिन्छ कि ऱ्याप गरेको चाहिँ राम्रो देखिन्छ। यसरी यस्तो गरेको चाहिँ राम्रो देखिन्छ है। यस्तो सेपमा यस्तो भयो, मुनि सेक्युर गर्नु पऱ्यो। अनि यो थर्डवाला भयो क्या, थर्डवाला चाहिँ हाम्रो खाली छ नि त, त्यस्तो गर्दाखेरि यसलाई मिलाएर गर्नुपर्छ। अब यहाँ चाहिँ हामीले डबल यस्तो भयो, यसलाई चाहिँ योसँग यो ऱ्यापर र यो साइड मिलाउने अनि राम्रो पनि मिल्छ। त्यसपछि भयो नि त। चाहिँ अगाडिको चाहिँ यस्तो छ है। अब तलतिर चाहिँ अब हामीले बनाउँछौँ, त्यसको लागि चाहिँ एउटा सिङ्गल चाहिन्छ। चाहिँ यो चाहिँ तलको यसको तलको डन्डीको लागि हो। त्यसको लागि चाहिँ एउटा सिङ्गल ऱ्यापर लिने है। अनि ऱ्यापरलाई चाहिँ 4वटा भागमा स्क्वायर सेप यसरी यस्तो गरेर स्क्वायर सेपमा 4वटा भागमा काट्ने। यसलाई पनि आधा गर्नु ल, यसो गरेर आधा भागमा गर्नु होला। अहिले ठुलोलाई चाहिँ आधा गरेर 2टा गरेँ। अब यो एउटा भागलाई 2टा गरेँ, अर्को भागलाई 2टा गरौँ है। ल गाइस, यसलाई चाहिँ यो एउटा यो स्क्वायर सेप भएकोलाई चाहिँ यस्तो गर्नु ल, यसरी। अनि त्यसपछि यसलाई यहाँ यसरी ब्यान्ड गर्नु होला अनि यसलाई टेप लगाउने। अनि त्यसपछि चाहिँ यसलाई यस्तो गर्नु होला। हेर्नु त सेप चाहिँ यहाँ यता 3चोटि ट्रायङ्गल आउनु पऱ्यो, यता माथि चाहिँ यस्तो फुल जस्तो यस्तो यो सबै एङ्गल भन्नु पऱ्यो है। हाम्रो चाहिँ 3टा चाहिँ रेडी भयो चाहिँ होइन, यस्तो सेपमा आउनु पऱ्यो। तल ट्रायङ्गल हुनु पऱ्यो। यो सेप चाहिँ अब हामीले यो फुलको तलपट्टि समाउने भागमा चाहिँ यस्तै राख्छौँ है, डिजाइन गरेर। यसमा चाहिँ अब यसो गरेर हामी सेट गर्छौँ। सेट गरेर तपाईँलाई देखाउँछौँ है। अब यसलाई चाहिँ हामीले भन्नको लागि समात्नको लागि अब यसरी गर्दैछौँ है। यहाँ ठ्याक्कै यसले गर्दा कभर पनि हुन्छ। अनि यसलाई चाहिँ हामी टेपले सेक्युर गर्दैछौँ। अर्को भाग चाहिँ अब हामी यहाँ टाँस्दैछौँ है। ठ्याक्कै हामीले बिचमा यसरी मिलाएर अनि यहाँ जुन फाटा फुल बन्न पऱ्यो त्यो यहाँ पनि फट यहाँ पनि फट पज गर्छ। अब चाहिँ यो एउटा बाँकी छ, ठ्याक्कै यहाँ ग्याप भएको छ। अब यसलाई ग्यापलाई फुल गर्छौँ है। काट्नु भयो यसमा चाहिँ तपाईँलाई ओसिस फर्म नै चाहिँदैन कि, यत्रो ठुलोको लागि पनि खर्च बिना नै तपाईँलाई यस्तो राम्रो फुल बन्यो। हेर्नु त, अब यसमा पनि हामीले यसलाई नै रको भागलाई काटेर चाहिँ हामीले यसरी मिलाएको छौँ। हेर्नु त, यसमा चाहिँ हाम्रो अहिले चाहिँ ग्लु गन नपाएको भएर हामीले टेपले नै सेक्युर गरेको छौँ। टेपले नै हेर्नु सबै सेक्युर गरेको छौँ। टेपले चाहिँ अलिक बढी सेक्युर हुँदैन होइन, तपाईँ चाहिँ ग्लु गनकै प्रयोग गर्नु होला। यसमा चाहिँ हामीले चाहिँ यसलाई चाहिँ कभर गर्नको लागि चाहिँ बो राखेर यसरी बो राखेर चाहिँ सजाइदिन्छौँ है गाइस। हेर्नु त, यसरी बो राखेर गरिदिन्छौँ दाग नदेख्नको लागि। गाइस हाम्रो फुल चाहिँ रेडी भएको छ 15वटा फुल। बिना धेरै मेहनत भन्दा बिना धेरै खर्च बिना भनौँ न, खर्च कम बिना चाहिँ हामीले चाहिँ यस्तो राम्रो फुल बनाएर रेडी गरेको छौँ। 15वटा पिङ्क कलरको बेबी पिङ्क कलरको बुके बनेर रेडी भएको छ। हजुरलाई पनि यस्तै चाहिन्छ भने सम्पर्क गर्नु होला। हजुरले यही हाम्रो हेरेर पनि सिक्न सक्नुहुन्छ। हामीले एकदम सजिलो तरिकाले बनाएको छौँ, त्यस्तो गाह्रो भन्ने कुरा त्यस्तो छैन। हामी पनि आफैले गर्दा सिक्दा नै यतिको बनाउन सकेको छौँ। हजुरले पनि अवश्य बनाउन सक्नुहुन्छ। सामान पनि चाहिन्छ भने हामीले सम्पर्क गर्नु होला। हामीले सामान पनि डेलिभरी गरिदिन्छौँ अल ओभर नेपाल। हामी बुके पनि रेडी गरिदिन्छौँ। धन्यवाद।